हामी चाहिँ यसरी यो नेसनल हेल्पिङ फाउन्डेसनको तर्फबाट ल्याएको सामानहरू चाहिँ यसरी सबैजनालाई यसरी वितरण गर्नलाई तयारी गर्दैछौँ। यो चाहिँ नेसनल हेल्पिङ फाउन्डेसनको तर्फबाट हामी चाहिँ यो उहाँहरूलाई जो अशक्त असहाय अपाङ्ग पीडित हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यसरी दिनको लागि यसरी तयारी गर्दैछौँ। यो काभ्रे जिल्लाको सिपारी यो भुम्लुटार गाउँ भुम्लु गाउँपालिका वडा नम्बर 8मा चाहिँ विपन्न परिवारको 8 घर परिवारको लागि चाहिँ यसरी नेसनल हेल्पिङ फाउन्डेसन नेपालको तर्फबाट केही सामग्री खाद्यान्न सामग्री लत्ता कपडाहरू चाहिँ यसरी वितरण गर्नको लागि तयारी गर्ने अवस्थामा छौँ। हामी चाहिँ यसरी खाद्यान्न सामग्रीहरू चाहिँ सबैजनालाई बराबर गरौँ भन्ने उद्देश्यले यसरी सामानहरूलाई चाहिँ मिलाइरहेछौँ। खाद्यान्न सामग्रीहरू लत्ता कपडा पनि छ। हामीले चाहिँ यसरी सामान यहाँ तयार गरिसक्यौँ। उहाँहरू चाहिँ लिन लागिरहनु भएको छ। जो विपन्न असहाय पीडितहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ हामीले यसरी सामान यो गाउँमा आएर यसरी वितरण गर्ने तयारीमा छौँ। नेसनल हेल्पिङ नेपाल फाउन्डेसनको तर्फबाट यहाँ सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरूको सामान चाहिँ हामीले जस्ताको तस्तै यसरी आएर यो गाउँको दुर्गम ठाउँमा आएर यसरी वितरण गरिरहेछौँ। यसरी हामी चाहिँ नाम हाम्रो अध्यक्षज्यूले चाहिँ नेसनल हेल्पिङ फाउन्डेसन नेपालको तर्फबाट चाहिँ हरेक उसलाई चाहिँ नाम बोलाएर यसरी हाम्रो अध्यक्षज्यूले चाहिँ यसरी प्रत्येकको नाम बोलाएर यसरी यस्तो चाहिँ गर्भवती बच्चा नवजात शिशुहरू यसरी हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामी यसरी लिएर यस्तो अवस्थामा गर्भवती अवस्थामा हुनुहुन्छ। यसरी चाहिँ हामीले सकेको थोरै हाम्रो नेसनल हेल्पिङ फाउन्डेसनको तर्फबाट र व्यक्तिगत रूपमा पनि हामी नि वहीँ गएर सहयोग गर्छौँ। सकेको भनेर उहाँहरू पनि यसरी आएर सहयोग प्रत्यक्ष उसमा गएर हामी पनि सहयोग गर्छौँ सकेको भनेर उहाँ दिदीहरू पनि आएर यसरी सहयोग गरिरहनु भएको छ। यस्तो गर्भवती महिलाहरूलाई पनि हामीले चाहिँ लत्ता कपडा बच्चाहरूलाई सर्वोत्तम पिठो खाद्यान्न केही समयको लागि भए पनि राहत होस् भनेर हामी चाहिँ यसरी उहाँहरू आएर यसरी लिँदै हुनुहुन्छ। यस्तो वृद्ध बुवाहरू हुनुहुन्छ, वृद्ध आमाहरू हुनुहुन्छ, गर्भवती दिदीबहिनीहरू हुनुहुन्छ। यसरी उहाँहरूको आर्थिक अवस्था एकदमै कमजोर भएको भएर हामीले चाहिँ सेवा गरौँ न त थोरै केही भएको भएर यसरी बच्चाहरूलाई सर्वोत्तम पिठो लिटोको लागि भनेर हजुरहरू खुसी हुनुहुन्छ आमा हामी आएको भएर खुसी हुनुहुन्छ हजुरहरू? हजुरले यति सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद। एकदम गाह्रो अवस्था थियो, धेरै धन्यवाद भन्नुहुन्छ। यहाँदेखि आएर दुःख गर्नुभयो, धेरै धन्यवाद। हस् हामी फेरि पनि आउने अवसर पाइयोस्। यसरी खुसी हुनुहुन्छ? सानो उमेर हुँदो रहेछ, बेबी बन्दै हुँदो रहेछ, राम्रोसँग होस् बेबी बच्चा दुवै केयर गर्नु आफ्नो पनि अब हुनेवाला बेबीको पनि। अब हामीले अहिले जति सक्यौँ त्यति गऱ्यौँ। फेरि पनि आउने अवसर मिलोस् हजुरहरूको गाउँमा। अनि हजुर सानो बेबी छ, फेरि अर्को पनि बेबी हुनेवाला रहेछ, राम्रोसँग केयर गर्नु होला आफ्नो पनि बेबीको पनि। खुसी हुनुहुन्छ? हस् धन्यवाद। फेरि पनि हामी आएर यस्तो सहयोग गर्ने अवसर मिलोस् हजुरहरूको ठाउँमा। अनि हजुरलाई कस्तो लागिरहेछ? खुसी हुनुहुन्छ? हजुरहरूलाई कस्तो लागिरहेछ त? हाम्रो यो सानो सहयोग हो, पहिलोचोटि हो हामीले पनि गरेको होइन। अब फेरि पनि हामी यस्तो सहयोगहरू लिएर आउनेछौँ हजुरहरूको गाउँहरूमा। खुसी हुनुहुन्छ हजुरहरू?
ठिक छ हजुरलाई के छ ठिकै छ। अहिले हामीले चाहिँ जति सक्यौँ त्यति नै हाम्रो तर्फबाट गरेको छौँ। फेरि पनि अब हामी यस्तै संस्थाबाट आएर फेरि पनि सहयोग गर्ने अवसर पाइयोस् हजुरहरूलाई, हजुरहरूको गाउँमा आउन पाइयोस्। त्यही त हामीलाई यहाँ आउने अवसर मिलाइदिनु भयो, हजुरलाई धेरै धन्यवाद। हाम्रो यो सहयोग चाहिँ सानो छ अहिलेलाई, यसलाई ठुलो रूपमा लिएर ग्रहण गर्नु होला हजुरहरूले। धेरै सहयोग गर्नुभएको छ, यो यति गर्नु तपाईँलाई धन्यवाद। त्यही त यो ठाउँमा आएर गर्नुभएकोमा यहाँभन्दा नि अझै राम्रो हुन सकेको धेरै धन्यवाद भन्न चाहन्छु। हस् हस्, हाम्रो सानो सहयोगलाई नि हजुरहरूले ठुलो रूप मानेर यसरी ग्रहण गर्नुभएको छ। यहाँहरू धेरै सबैजनालाई धेरै धेरै धन्यवाद। यहाँ सबै गाउँको अग्रज व्यक्तित्वहरू पनि आएर यसरी हामीलाई सहयोग गरिरहनु भएको छ, सहज बनाइदिनु भएको छ।